सो आजको तेस्रो दिन हाम्रो सुरु भइसकेको छ बिहानको स्विम र ब्रेकफास्ट पछि अब हामी कहाँ घुम्न जाँदैछौँ अब हामी चर्च कुन चर्च त मलाई थाहा छैन तिम्रो आउटफिट देखाइदिउँ न त कम्प्लिटली ल राम्रो देखाछ लेट्स गो हामी रिसेप्सनमा सासु छोडेर अनि हाम्रो रेन्टल स्कुटरमा बाहिर जान आँट्दैछौँ नान्सोको एड चाहिँ होइन म चाहिँ केही नआएको जस्तो एकदम लाटी जस्तो एकदम भोलि सुरज जस्तो त्यो भन्छ नि हो त्यस्तै देखिन्छु हेर्नु त बोलेको नि त्यस्तै हिँडेको नि त्यस्तै के सुरु भयो अरे आजको हाम्रो दिन घुम्ने दिन सुरु भयो हामी यहाँ हाल्छौँ अरू के हाल्नु मन छ यहाँ ल हजुरलाई कहाँ पुऱ्याइदिनु पर्ने मैले आज हामी जाउँ न बाटो जाउँ वाटरफल जाउँ होइन म त हजुरको ड्राइभर हो नि त हजुरलाई कहाँ छोडिदिनु पर्ने मैले चर्चहरूमा छोडिदिनु यहाँ हेर न कस्तो हेर्नु दे कता हामी जाने यता कस्तो तातो छ अब चाहिँ हामी एटिएममा गएर थोरै पैसा निकालेर अनि वाटरफलतिर लाग्छौँ नेपालबाट आउँदा धेरै क्यास बोकेर आउन चाहिँ नपर्ने रहेछ किनभने यहाँ एटिएमबाट सजिलै पैसाहरू निकाल्न सकिने रहेछ सो गाइस ढुक्क भएर आउनुहोस् ओके फेरि हाम्रो नेपालमा चाहिँ 1,000 पाउँछ यसरी निकाल्दा यहाँ चाहिँ 500 पाउने रहेछ सेम कस्टम लाउनु पर्यो रे भनेर पुरै रिसाइरहेको छन् कोही एउटै कस्टम बारम्बार लाउनु पर्यो भनेर अब के गर्नु यस्तै हो अन्त एउटै कस्टम कतिचोटि लाउनु हाम्रो चाहिँ एउटै त्यो कालो कट्टु लगाएर जहाँ पनि स्विमिङ गर्नुपर्ने रे केटा मान्छेको के हुन्छ त्यही त हुन्छ नि एउटा त्यो कालो हुन्छ त्यो माथि एउटा कि पहेँलो छ के हुन्छ यही होला यो वाटरफल कस्तो छ छि राम्रो लागेन यहाँ त म पनि खेल्दिनँ म रिसाएको भएर ढङ्गको वाटरफलमा भेटाएको छ हो हामी चाहिँ अनलाइनमा वाटरफल हेरेर आएको यस्तो पो रहेछ त्यही भएर अनलाइनको भरमा चाहिँ घुम्न ननिस्किनुहोस् है गाइज दुःख पाइन्छ बेस्ट वाटरफल इन गोवा भनेर सर्च गरेको यसको नाम दिएको थियो नि मैले ठ्याक्कको नाम चाहिँ बिर्सेँ तर आउँदाखेरि यस्तो मेरो सरको चाहिँ यहाँ घुट्टिरहेको मैले माया गरिनँ अरे क्रिम लगाइदिन अरे भनेर अघि चाहिँ मरि साथी मलाई कस्ट्युम किनिदिनु भएन एउटा कस्ट्युम लाउनु पऱ्यो भनेर अहिले चाहिँ उहाँ रिसाउनु भएको छ उहाँलाई क्रिम लगाइदिनु अरे मैले राम्ररी बनाइदिनु सुनिता अधिकारीले मेकअप पनि गर्दिनँ सनस्क्रिन पनि लगाइदिनँ बाहिर जे होइन घाम त लाग्छ नि सम्झेर माया गर्ने भयो त लगाइदिइहाल्थ्यो नि आफै किन स्विमिङ कस्टम आफै किन स्विमिङ कस्टम त्यसो कसको पैसा थियो त्यस्तो भन्न पाइँदैन कस्तो रहेछ पानी तातो लाग्यो मलाई त चिसो लाग्यो यो ठाउँमा सबैभन्दा सफा त तिमी नै जस्तो छौ वाटरफल त्यस्तै रहेछ अनलाइनको भर गरेर आएको दुःख पाइन्छ कस्तो अगाडि भिडियो बनाएको थियो बिचरा मेरो बेबी कस्ट्युम लिएर आएको वाटरफलमा स्विमिङ गर्न नुहाउनलाई यस्तो फर रहेछ यस्तो किन यसो भएको थाहा छ किन कहिले पनि आफ्नो वाइफलाई स्याड बनाउनु हुन्न भनेर त्यही भयो किन मलाई कस्ट्युममा किन्न भएर यस्तो भएको छ अब ह्याप्पी छ अर्को वाटरफल चाहिँ कस्तो हुन्छ र किन्न भने राम्रो नकिन्दिकन जाउँ न त के हुँदो रहेछ त्यो त राम्रो होला जस्तो लाग्यो स्कुटर चाहिँ त्यहाँ पार्क गरेर छौँ हामीले अब फेरि हामी जाँदैछौँ
नेक्स्ट वाटरफल हेर्नु तपाईँलाई यो ठाउँ कहाँको हो जस्तो लाग्यो ल भन्नु त यो त लभ यु जिन्दगी भन्ने बेलाको सङ हेरेको छ त्यही बेलाको रोड जस्तै छ हेर्नु तर हो कि होइन चाहिँ मलाई पनि थाहा छैन अब चाहिँ हामी अर्को वाटरफलको लागि गएर हो त्यहाँ जाने बाटो चाहिँ कस्तो जङ्गलै जङ्गल थियो मलाई चाहिँ मनमा नै डर लागिरहेको थियो अलिअलि उज्यालै भए पनि किन लाग्यो हो चाहिँ थाहा छैन तर मलाई डर चाहिँ लागेको थियो यति बेला हाम्रो चिम्बल वाटरफल के भयो चिम्बल वाटरफल चाहिँ हामी ठ्याक्क पुग्ने लागेको थियो त्यहाँ गएर सोधेको त अहिले त क्लोज छ अरे सो हामी त्यहाँ पनि जानु पाएन वाटरफलमा चाहिँ हाम्रो एकदम ब्याड लाग्छ जस्तो देख्नु नपाइने हो कि दुधसागर वाटरफल एकदम फेमस वाटरफल हो नि त म चिसो बनाइदिन्छ चलो पग्ले कि क्यामेरा छैन मग्लेको ल We're going to drink very hot. ऐसा भी glass का कितना यहाँ चाहिँ लास्टै गर्मी थियो हाम्रो नेपालमा चाहिँ असार साउन भदौमा हुन्छ होइन लास्टै गर्मी जस्तै गर्मी थियो यहाँ चाहिँ एकदम बाफ हावा पनि तातै आउने सबै तातै तातो कि भुइँ पनि तातो सबै तातो अनि नान्सालाई उखुको जुस एकदम मन पर्ने रहेछ अनि हामीले चाहिँ यहाँ उखुको जुस बनाएर खायौँ मुझे तो अच्छा नहीं लगता चश मजा आ गया कितना बहुत रियाक्सन देख्नु भयो होइन उसलाई चाहिँ उखु एकदम मन पर्यो अरे उखुको जुस अनि मलाई चाहिँ ठिकै लाग्यो म्याच किनकि स्विट्सहरू धेरै मन पर्दैन कैसा है जुस चाहिँ एकदम सस्तो रहेछ जम्मा 40 रुपिज हामीले खाएको थ्याङ्क यू आज चाहिँ हाम्रो चर्च र अनि वाटरफल्स हेर्न जाने प्लान थियो तर वाटरफल चाहिँ हामीले हेर्न पाएनौँ किनभने दुईवटा वाटरफलमा गयौँ दुईवटा वाटरफलमा चाहिँ पानी सुकिएको थिएन त्यसैले यो चाहिँ हामी ओल्ड गोवा चर्च जाने बाटो छौँ हामी ओल्ड गोवा चर्च जाने बाटोमा यसो डिटुर गरेर खोला एकदम ठुलो रहेछ समुद्र जस्तै जुम गरौँ है त सबै खोलाहरू हो यता पनि छ पुरै एकदम ठुलो खोला रहेछ यति बेला चाहिँ ब्याकग्राउन्ड म्युजिक बजिरहेको थियो कि छैन अनि डान्सरले नाच भन्नुभयो अनि त्यसरी म नाचेको है फेरि यस्तै नाचेको चाहिँ होइन मण्डप जस्तै रहेछ हाम्रो रोड चाहिँ ठुलो छ
चाहिँ गोवाको जाम ट्राफिक जाम यहाँ आएर पनि जाम खानु पर्यो है यहाँ आएर पनि जाम खानु पर्यो जाम चाहिँ सबैतिर हुने रहेछ गर्मी चाहिँ लास्टै छ तर हामीलाई चाहिँ रमाइलो लागिरहेछ गर्मीभन्दा मजा धेरै भएको भएर गर्मीलाई फिल गरेको छैन गेट थ्योरी लागू भइरहेछ यहाँ पनि हामी फाइनल्ली ओल्ड गोवा चर्च आइसकेका छौँ ओल्ड गोवा चर्चको बारेमा भन्नुपर्दा चाहिँ यो चाहिँ गोवाको सबैभन्दा पुरानो चर्च हो बम जिससको बासिलिका 1605 एडीमा बनाइएको रहेछ बासिलिका सेन्ट फ्रान्सिस जेभियरको चियान राख्ने घर भनेर यो चर्चलाई चाहिँ त्यहाँ मान्दा रहेछन् यो चर्चमा चाहिँ एकदम रमाइलो स्टोरीहरू रहेछ जुन चाहिँ हामीले पनि यहीँ आएर थाहा पायौँ 400 सालदेखि आजको मितिसम्म पनि उहाँको डेथ बडी चाहिँ जस्ताको तस्तै छ अरे बिना कुनै कस्मेटिक कुनै रङ रोगन नगरिकन उहाँको शरीर आजको मितिसम्म पनि जस्ताको जस्तै छ अरे अनि यो कुरा चाहिँ होइन होला भनेर उहाँको शिष्यहरूले चाहिँ होइन सेन्ट फ्रान्सिस जेभियरको चाहिँ फुल चढाउने क्रममा चाहिँ एकजनाले उगारेर हेरे त्यहाँ जस्ताको जस्तै थियो अरे अनि अर्को शिष्यले चाहिँ उहाँको त्यो फुल चढाउँदाखेरि पाउमा पेनले घोचेर हेरेर त्यहाँबाट ब्लड निस्क्यो अरे कि यस्तो कहानीहरू रहेछ होइन जुन चाहिँ त्यहाँको मान्छेहरूले चाहिँ हो नै भन्छन् कि त्यही हो नै भनेर आश्चर्यजनक भएर नै देश विदेशबाट मान्छेहरू चाहिँ यहाँ भ्रमणका लागि जान्छन् र हामी पनि त्यही भ्रमणकै क्रममा ओल्ड गोवा चर्च पुगेका छौँ आज हामी चाहिँ यही ओल्ड गोवाको एक चक्कर लगाइरहेछौँ हामी अहिले यो गोवाको ओल्ड गोवा चर्चमा छौँ गर्मी छ तर एकदम शीतल पनि छ रुखको छाहारीमा चाहिँ हैन त बुढीलाई कति राम्रो देखेको हो यता यस्तो जङ्गल छ यता चाहिँ रातो कलरको चर्च छ सेन्ट फ्रान्सिस जेभियरको जन्म चाहिँ स्पेनमा भएको रहेछ उहाँ चाहिँ धर्मको प्रचार प्रसार गर्ने क्रममा चाहिँ गोवामा आइपुग्नु भएको रहेछ गोवामा यहीँ आएर चाहिँ धर्मको प्रचार प्रसार गर्न थाल्नु भएछ र उहाँको मृत्यु चाहिँ धर्मकै प्रचार प्रसार गर्ने क्रममा चाहिँ चीनमा गएर चाहिँ उहाँको मृत्यु भएको रहेछ र आफ्टर डेथ उहाँको एउटा लेटर चाहिँ उहाँको शिष्यले भेट्नु भएछ र त्यसमा चाहिँ त्यस्तो केही लेखेको थियो होला जसले गर्दा उहाँलाई गोवामाको यो चर्चमा ल्याएर राखियो चर्चको भित्रका छ भित्र के हुन्छ थाहा पनि छैन चर्च चाहिँ हामी दुवैजनाको लागि नौलो थियो किनकि हामी दुवैजनाको फर्स्ट टाइम थियो चर्चमा इट्स अ चर्च यहाँ भित्र चाहिँ धेरै वास्तुकलाहरू बनाइएको थियो एकदम राम्रो थियो पिक्चरहरू यहाँका भित्रका अरू पनि कुराहरू छन् जुन तपाईहरुलाई भन्नुपर्ने छ जुन तपाईहरुलाई थाहा नभएको पनि हुन सक्छ सो यस्तै राम्रो स्टोरीहरू छ जुन चाहिँ म तपाईहरुलाई पुरा डिटेल्स अर्को भिडियोमा यही चर्चको मात्र एउटा भिडियो बनाउने छु त्यसमा पुरा टोटल एक्सप्लेन गरेर सुनाउने छु अहिलेको लागि चाहिँ तपाई हाम्रै मस्तीतर्फ लागौं है त यहाँ भित्र चाहिँ फोटो भिडियोको लागि बनाइरहेछ सो हामीले अलिअलि लुकीलुकी बनाछौं मैले बुझेको कुराहरू चाहिँ तपाईलाई सुनाए अब मेरो हस्बेन्डले चाहिँ के बुझ्नुभयो अब उहाँले सुनाउनुहुन्छ है त यो चाहिँ बासिलिका अफ बम जिजस भन्छ यो ठाउँलाई चाहिँ यो चाहिँ जिजसको एउटा फलोअर सेन्ट फ्रान्सिस जोसेफ भन्ने मान्छेको चाहिँ रेलिक्स राखेको चर्च रहेछ सेन्ट फ्रान्सिस भन्ने मान्छे चाहिँ स्पेनबाट गोवा आएर लामो समय टिचिङ्सलाई विश्वभरि फैलाएर चाहिँ मरेपछि चाहिँ उनको लासलाई चाहिँ यहीँभित्र राखेको रहेछ हामी त्यो लास पनि हेऱ्यौँ एकदम सुकेको रहेछ कति 500 वर्ष अगाडि मरे मान्छे तर यो चर्च पनि लगभग
500-600 वर्ष अगाडि बनेको रहेछ तर एकदम पुरानो छ तर एकदम राम्रो छ भित्र पनि एकदम राम्रो छ हामीले चाहिँ त्यो एउटा लाइट एन्ड साउन्ड सो भन्ने टुर पनि गऱ्यौँ त्यसमा चाहिँ जिजसको लाइफ स्टोरी अनि सेन्ट फ्रान्सिसको पनि थोरै लाइफ स्टोरी देखाउँदो रहेछ त्यो पनि एकदम रमाइलो लाग्यो है सुन्तु जिजस तपाईहरु वर्ल्ड गोवा चर्च आउने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुको लागि चाहिँ एकदम गुड भिडियो हुन सक्छ यो किनभने वर्ल्ड गोवा चर्चमा आउँदाखेरि चाहिँ तपाईले ओपन ड्रेसहरु लाएर आउन चाहिँ नमिल्ने रहेछ कुन खालको लजिक हो थाहा छैन तर यहाँ लाएर जान भित्र दिदैन त्यसैले ड्रेसहरु चाहिँ अलि कभर हुने खालको लाएर आउनु होला मैले पनि ओपन ड्रेस लाएर आथे तर हामीसँग चाहिँ मेरो शर्ट थियो त्यसैले हामी चाहिँ त्यस्तो लाएर आइसक्रिम खान लागेका छौँ कस्तो छ आइसक्रिम साँच्चै मिठो छ हो यो पनि मिठो छ यहाँ गोवा आएकै सबभन्दा मिठो चिज यही खायो होला मैले त हो त्यस्तो मिठो म पनि ट्राई गरौँ न त अच्छा है ला साँच्चीकै आँप खाएको जस्तो हुने रहेछ त्यही भएर मिठो लागेको रहेछ मिठो छ गोवा चर्चलाई छोडेर क्रोकोडाइल ट्रिपमा जाँदैछौँ यहाँबाट लेफ्ट हो क्रोकोडाइल ट्रिप चाहिँ हामी चाहिँ क्रोकोडाइल ट्रिप गयौँ गई पनि देख्यौँ तर हामीले फोन चाहिँ यहीँ बोटमै छुटाएर गएछौँ त्यसैले हामीले भिडियो चाहिँ बनाउन पाएनौँ आइ एम सरी टु से यहाँबाट बाइकहरू पारी जानको लागि चाहिँ त्यहाँ पारी रोड छ त्यहाँ जानको लागि चाहिँ यो बोट युज गर्ने रहेछ ठुल्ठुलो गाडी बाइक सबै चाहिँ स्कुटर बाटो छ यहाँ छैन यहाँबाट बाटै छैन यहाँबाट पानी छ यो बोटले चाहिँ त्यसलाई खोला तारिदिने रहेछ आप खाएर न हातै च्याप 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 भएर उता गएर धोएर म हुन्छ जाउँ अनि त्यहाँ क्रोकोडाइल आएर मेरो हात फुत्ता तानेर लयो भने लगेर तिम्रो आँखा अगाडि गेङ 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 खाएर रगतै निकालिदियो भने के गर्छौ निकालेर अनि रोएर आउँछु अनि छिटो आउनुहोस् मेरो बुढीले वा गइले खाइसक्यो भनेर हात खाने मान्छेलाई चाहिँ निकालेर ल्याउनु नै के गरङ गरङ पेटतिर सबैतिर चलाइदिएर रगतै रगत निकालेर तिम्रै आँखा अगाडि मरि नै सके ल मलाई नै खा गयो म जान्छु गफ लाग्यो साँच्ची हान्छु नै म हातै धुन जान्न यो क्रोकोडाइल ट्रिप चाहिँ यहीँबाट जाने हो अनि त्यही भएर हामीले सब कुरा गरेको यहाँ हुन्छ कि भनेर डर अलि म एकदम डर पुग्छु है हाई बेबी
हाई बेबी यता आएर भन्देऊ न हो 1 नम्बरको डर केसँग गोइसँग पानीसँग ल के आउँछ तिम्रो चस्माको सनग्लास मलाई देखिरहेछ हो र गोइ आउँदो रहेछ त मैले यही धोएँ ए खाँदैन मैले अघि नि सर्प के लाने थाहा केलाई ए उ त्यो पाइपलाई उसले सर्प भनेर एउटा डोरीलाई हेर्नुहोस् यस्तै डर बेबी यो डोरी चाहिँ डोरी यसलाई बाँध्नु होला यो बोटलाई बाँध्नु होला अब हामी कुनै रेस्टुरेन्टमा गएर टन्न खाएर घर फर्किन्छौँ हामीले चाहिँ अघिदेखि रेस्टुरेन्ट खोजिरहेको छौँ पाइरहेको छैन अब जस्तो हुन्छ त्यस्तैमा हामी खानेवाला पनि छौँ किनभने हामीलाई धेरै भोक लागिसक्यो हामी अब क्रोकोडाइल ट्रिप पछि चाहिँ खाना खान आइसकेका छौँ एउटा रेस्टुरेन्टमा र एउटा गजबको कुरा के भन्दै त सुन्छु हामी गोवा आएदेखि अहिलेसम्म 5 र 6वटा रेस्टुरेन्ट गयौँ भने खाजा खानको लागि पनि त्यहाँ होइन एभ्री होटेलमा चाहिँ हामीले नेपाली भेट्यौँ है एभ्री होटेलमा चाहिँ कोही न कोही चाहिँ नेपाली है स्पेसली वेटरहरू उनीहरूलाई चाहिँ नेपालमा भन्दा यहाँ पे राम्रो हुन्छ अरे यहाँ पनि हाम्रो एउटा नेपाली भाइ भेट्यौँ स्विट रहेछ भाइ अहिले एकछिनमा देखाउँला मान्यो भने कस्तो छ अमिलो मेरो नानीलाई थाहा भयो कस्तो छ एकदम सोडा हो अन्नपूर्णमा खा जस्तै त्यो भन्दा अलिक स्विट छ त्यहाँ त पुरै सोडा खाने यहाँ रेस्टुरेन्ट चाहिँ हाम्रो भाइ वेटर है थ्याङ्क यू नेपाली नै रहेछ भाइ मेरो फोन हो यो सरस्वती के हाथ है पीछे मेरो त्यस्तो फिश फ्राई मिठो छ यसमा चोपेर खाउँदा बटर गार्लिक नान पनीर बटर मसाला देख्दै खाउँ लाग्ने छ कि छैन सुरु गरौँ है त गरौँ भन कैसा लग रहा है बहुत टेस्टी है बटर गार्लिक नान एंड पनीर बटर मसाला बेस्ट कॉम्बिनेशन एवर मेरो फेभरेट आलु तिमीसँगै भएको सक्कौ तिमीले जहाँ पनि टिप्स दिएर सकाइ हुन्छ पैसा जसलाई पनि टिप्स दिएर जहाँ पनि टिप्स दिएर टिप्स दिन हाम्रो नेपाली भाइले आफ्नै देशमा आउँछ पैसा नेपालबाट इन्डिया आउँदाखेरि चाहिँ धेरै पैसा लिएर आउनुपर्ने जरुरत हुँदो रहेछ यदि तपाईँसँग चाहिँ नेपाली ब्याङ्कको कुनै डेबिट कार्ड अथवा क्रेडिट कार्ड छ भने चाहिँ यसरी एटिएमबाट सजिलै दिनको 15,000 सम्म निकाल्न मिल्ने रहेछ होइन त
15,000 पनि एकैचोटि मिल्दैन 10,000 अनि 5,000 हो तर दिनमा चाहिँ 15,000 निकाल्नु मिल्ने रहेछ तर आउट अफ सर्भिस आज चाहिँ एटिएम बन्द रहेछ त्यही भएर अर्को एटिएम खोजेर त्यहाँबाट पैसा निकाल्नु है त ओके लेट्स गो सनस्क्रिन लगाएँ आज मैले भनेर होल डे भरिलाई त्यस्तो आनन्द मान्न पनि पर्दैन किनभने सनस्क्रिन चाहिँ पटक पटक लगाइरहनु पर्छ कति लाउनु पर्छ 3 आवर्स जसोमा कति लाउनु एकचोटि लाउँदा 1 चम्चा कम्तीमा पनि हाम्रो डरमा डाक्टरको सजेसन सुन्नुस् है एकदमै गर्मी छ त्यही भएर सनस्क्रिनको कुरा आएको हो सनस्क्रिन चाहिँ ल्याउन नबिर्सिनु है यहाँ लाएर नै आउनु मेरो बुढीले मलाई लाउनु बिर्से जस्तो नबिर्सिनु के हो स्कुटर चलाउन बिर्स्यो क्या हो अनमै थिएन त त्यही भएर थिएन जाऊ कहाँ जाने सुर छ जाऊ स्कुल एरिया अनि जेब्रा क्रस अनि यता राइटबाट आउने लेफ्टबाट आउने त्यस्तो बाटो हुन्छ नि यस्तो स्पेसल ठाउँतिर चाहिँ हेर नै यस्तो स्पिड ब्रेकर राख्ने रहेछ क्या जसले गर्दा चाहिँ एक्सिडेन्ट नहोस् स्पिड कम गरेपछि एक्सिडेन्ट हुँदैन नि त झ्याममा लगाएर नेपालमा त यस्तो छैन नि अनि स्पिड ब्रेकर पनि यहाँ अगाडि स्पिड ब्रेकर छ है भनेर प्रपर साइन रोडमा पनि साइन है साइन बोर्डहरू है त्यसले गर्दाखेरि एक्सिडेन्ट धेरै कम हुन्छ नि हो नि अस्ति त जस्तै हाम्रो भएको जस्तै नै तपाईँ पनि लाइनमा ओरै यस्तो स्पिड ब्रेकर छ भनेर कम गर्छ नि तपाईँ हो नि अनि एक्सिडेन्ट हुँदैन ल हेर न यहाँ पनि हो जस्तो यो टर्निङ यो यहाँ क्रसिङ रहेछ एउटा लेफ्टबाट एउटा रोड आउँदैछ त्यसमा यताबाट आउने गाडीले धेरै स्पिड नल्याओस् भनेर स्पिड ब्रेकरले बनाइदिएर भयो हामीलाई बनाइदियो सो यताबाट आउने सेफ रह्यो नि होइन स्पिड कम भइसक्यो नि त होइन अनि एक्सिडेन्ट हुने चान्सेस कम भयो नि जस्तै यहाँ अर्को छ खचङ बल्ले बल्लेवाला त्यसले स्पिड घटाइदिन्छ हो यस्तो चाहिँ एकदम राम्रो लाग्यो हामीलाई अरू कन्ट्रीमा नि हुन्छ यस्तो अस्ट्रेलियामा चाहिँ छैन